एकदम मजाले भेरेर पारेर गाडीसँगले हैन मेरो चप्ली चाहिँ यस्तो लास्ट स्टेजमा गइसकेछ कि अम्बो तेरी नजरों ने दिल का किया जो असर ये हुआ। सो हेलो एभ्रीवन वेलकम टु माई न्यू ब्लग र फेरि पनि आज म ब्लगमा आइसकेको छु हैन र आज चाहिँ हामी जानु आँटेको चाहिँ खोला हो झिङ्गे माछा पक्रिनु जानु आँटेको हैन थुप्रै छ हामी चाहिँ अब तल गएर गाडीमा जानुपर्छ तर केटाहरूले पर्खिरहेको छ अरे हैन अब तल जानुपर्छ सिधै तल भेटौँ है गाइस र गाइस हैन अघि केटाहरूले भनेपछि गाडीमा जानुपर्छ भने चाहिँ अब चाहिँ पङ्कस्ताको बाइकमा जानु पर्यो हैन परसम्म त्यहाँ आज चाहिँ पङ्कस्ता पनि जान्छ हैन आज त मेरो ब्लगमा पङ्कस्ता पनि आइपुग्यो अस्ति पनि मैले हालेको थिएँ एक दुईवटा ब्लगमा हैन पङ्कस्तालाई यहाँ पङ्कस्ताको हेरिदिनु न अब यहाँ मोटर ब्लग अब नाइस साला बिस्तारी सर भन्छ लडाउनु चाहिँ नलडाउनु है र गाइस हैन अहिले भन्छ हामी खोला आइपुग्यो खोला चाहिँ यस्तो छ हैन यहाँ चाहिँ झिङ्गे माछा पक्रिनुपर्छ र हाम्रो टिम चाहिँ आएको छैन अझै दुईजना आउनु छ परबाट दुईजना आएर मात्रै हामी पक्रिन्छ हामी चाहिँ आएर हेर्दैछ कहाँ के छ भनेर चाहिँ हेर्दैछ हैन पङ्कस्ताले पनि यहाँ फेरि हेर्दैछ देखेन गडेला मात्रै रहेछ नि यहाँनिर चाहिँ यहाँ अलिक माथि जानुपर्छ कि अन्त मात्रै हुन्छ यहाँ यस्तो पुलमा हिँडिरहेको थियो र गाइस हैन बल्ल बल्ल यो दुई भाइ पनि आयो बल्ल पर्खिँदा कोही पनि कहाँ थियो र पङ्कस्ता र म चाहिँ यहाँनिर बसिरहेको थियो अब चाहिँ पक्रिनुपर्छ हैन यहाँनिर पाउँछ यहाँ उकालो खेल्दै माथिसम्म जानुपर्छ हैन हेर्दै गर्नुहोस् हाम्रो लोक आजको एकदम माछा पक्रेको माछा त होइन झिङ्गे माछा पक्रेको आउँछ र अब चाहिँ हाम्रो होइन त्यहाँ हलिँदैन साबा सिक्री हेर्नु र गाइस हैन अहिले भन्छ हामी अलिक यहाँ माथि आएको थियो यहाँनिर चाहिँ निकै पक्रियो होइन यहाँ तल निकै पक्रेको चाहिँ यहाँ माथि आएको अघि तल पक्रेकोमा चाहिँ अब चाहिँ फेरि यहाँ हाल्नुपर्ने होइन यहाँ पनि ठ्याक्कै हाल्नुपर्ने यहाँनिर चाहिँ हाल्नुपर्छ अब चाहिँ र यो खोलामा हिँडाइले चाहिँ होइन मेरो चप्ली चाहिँ यस्तो लास्ट स्टेजमा गइसकेछ कि अम्बो नयाँ किन्ने सिन भएको छैन अब चप्ली चाहिँ यो खोला हिँडाइले भएन यस्तो चाहिँ पस्नुपर्छ उकालो चढ्ने सिन भइरहेछ अन्त पक्रिहाल्नु डन भनेको डनै हो नि मेला चाहिँ के भन्छ चिक्की भन्छ र हाम्रो केटाहरूले चाहिँ यहाँ साह्रै अल्छी गरेर झिङ्गे माछा चाहिँ पक्रेन होइन अब चाहिँ घर जाएगा तेरा घर जाएगा अब चाहिँ घर जानुपर्छ अब चाहिँ होइन यी केटाहरूले बिचमा यहाँ ढुङ्गा हानेर यो भत्काउने खेल्दैछ अहिले नानी जस्तो होइन कोही त लगाएको छैन तिमीहरूले कोही त लु पङ्कस्ता नहान्ने केटाहरूले भत्काउँछ जस्तो छैन है लु भत्का खोइ त जुलुम जान्दैन तिमीहरू खोइ त एक गाडी ढुङ्गा हान्दा पनि केटाहरू नभत्काउने रहेछ हौ खोइ त अहिले भिडियोमा जस्तो कसको टाउकोमा हानी पठाउँछ होला केटाहरूले उड्दाखेरि चाहिँ थाकेन केटाहरू यो चाहिँ नभत्किने रहेछ हो यहाँ चाहिँ हाम्रो केटाहरू बदमास झऱ्यो आमा हो
पैसामा आएको जस्तो भएन यो झिङ्गे माछा पक्रिन्छ महा लास्ट रटी रहेछ कम्ती रहेछ पुरा कम्ती बेलुका मात्रै पक्रिनुपर्छ यहाँनिर चाहिँ होइन अहिले चाहिँ हामी घर फर्किँदैछ घर यो चाहिँ हो खोला चाहिँ झिङ्गे माछा चाहिँ यति मात्रै पार्यो टिङमा फ्याँक्यो झिङ्गे माछा कसले खाने कसले हेर्ने भने यस्तो झिङ्गे माछा खाएर उँभो कहिले लाग्दैन हो झिङ्गे माछा ट्याक्कै खानु कस्तो सुरुवाल पनि रहेछ यहाँ मेरो चप्ली डेट भयो भने त यस्तो छ चप्लीको काण्डा चाहिँ फेरि र अब भन्दा फेरि होइन हामी आइसकेपछि अब चाहिँ घर जानुपर्छ होइन बङ्गसताले पुऱ्याउँदैछ एकदम मजाले भेरेर पारेर गाडीसँगले यो चाहिँ हाम्रो गाउँकै बाटो तर डेलिभरी चाहिँ नहाल्नु ल लगेँ गाँठी र गाइस होइन अहिले भने चाहिँ म घर जाँदैछु आजको भ्लग के कसो भयो होइन तर मजा त आयो तर होइन पक्रिनु चाहिँ कम्ती मात्रै पक्रेँ होइन तर पनि केही छैन नेक्स्ट टाइम जान पक्रिउँला र तपाईँहरूलाई आजको भ्लग कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला होइन म त चुन्नी पनि बोकेर हिँडिरहेको छु र आजको भ्लग यति नै बाई बाई